यर्मिया 1:5। मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ। तँ जन्मनुभन्दा अघि नै मैले तँलाई अलग गरेँ। मैले तँलाई जाति जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरेँ। जय मसीह। आज म तपाईहरूलाई त्यो समयमा लान चाहन्छु जुन समय आजभन्दा 38 वर्ष अगाडिको। अनि त्यो समय जुन समय थियो दिनको सुरुवात सूर्यको उदयले ल्याउनु अगाडि नै कुखुराले सङ्केत दिन अब भने म तपाईहरूलाई एउटा गाउँ जुन गाउँको नाम हो भाले गाउँ, ब्लक रहेछ गोसी, डिस्ट्रिक्ट भने दागनाजोङ। अनि भनिन्छ नि हरेक बिहानीले नयाँ आशा उमङ्गहरू ल्याउँदछ। त्यस्तै यही गाउँको एउटा सुन्दर परिवारमा आइतबारको दिन बिहानै र खुसी उमङ्ग फैलियो। त्यो खुसी थियो र बालकको जन्म, यानि छोरा। पहिलो छोरी पश्चातको अर्को छोरा। भनिन्छ नि वंश थाम्ने हो, त्यस्तै छोराको जन्म भयो। अनि यो दिनको मिति थियो मार्च 21, 1988। मलाई लाग्छ मेरो शब्दहरूले उहाँको बारेमा व्याख्या गर्न अपुरै हुनेछ। तरै पनि आज 38 वर्ष पछाडि उहाँ को हुनुहुन्छ थाहा छ तपाईँहरूलाई? उहाँ हुनुहुन्छ पास्टर धन। अनि यो 38 वर्ष पश्चात फेरि आज त्यही मार्च 21, 2026 साल फरक छ, दिन त्यही हो। त्यसैले परमेश्वरले फेरि हामीलाई यो मौका दिनुभएको छ ताकि उहाँलाई जन्मदिनको शुभकामना व्यक्त गर्ने। विशेष परमेश्वरलाई धन्यवाद। यो समय उहाँले दिनुभयो जुन समय फेरि पनि पास्टर धनलाई बर्थडेको या जन्मदिनको शुभकामना सन्देशहरू व्यक्त गर्ने। कहिलेकाहीँ मानिसको जीवनमा संसारको बहुमूल्य कुरा भन्दा पनि हाम्रो छोटो शब्दहरू महत्त्वपूर्ण हुन्छ अनि आशिषमय। अनि त्यही शब्दहरू अब हामी सुन्नेछौँ यो समय। Happy birthday, Mama, I love you. Happy birthday to you. Happy birthday to you. Happy birthday to you, Pastor Bob. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, Pastor Bob. Happy birthday to you. Mercy, Pastor Ba, and we both really miss you. Very happy birthday. Happy birthday. Yes. Jai Masi, happy birthday, Dad. I thank you, Dad, for giving me two. Happy birthday, Pastor Bob. God bless you. Happy birthday, Dana Bhai. Love you. God bless you. Jai Masi, Pastor Boy. Happy birthday to you. God bless you. God bless you and your family from our family. Jai Masi, Pastor Bob. Happy birthday, and
May God bless you, and thank you for being our wonderful pastor. And God loves you, and we always pray for you, and we love you. And God always will be with you. And God bless you, Pastor Dao. Happy birthday. नमस्ते पास्टर बा, तपाईलाई जन्मदिनको धेरै धेरै शुभकामना छ। ह्याप्पी बर्थडे टु यु। पास्टर बा, धेरै परमेश्वरले आशिष गरून्, अनुग्रह रहिरहन्। Namaste by Jamasi. I want to wish my Pastor Bao a happy birthday, and I want to thank him for always guiding us and helping us, and like teaching us about how to be disciplined and always honoring the church family and everything. So yeah, I just want to say thank you for everything. So much, Jamasi. सबैजनालाई चाहिँ मसे happy birthday Pastor Don. May God bless you. Thank you so much for teaching for us and kindness, and you are loving, you are caring everything. तपाईले हामीलाई के भन्छ कति धेरै राम्रो शिक्षाहरू दिनुभएको छ, अनि तपाईले हामीलाई परमेश्वरको प्रेम के हो त्यो कुराहरू चिनाउनु भएको छ, अनि आफ्नो शत्रुलाई कसरी प्रेम गर्नुपर्छ त्यो कुराहरू सिकाउनु भएको छ, प्रार्थना गर्नु हरेक कुराहरू सिकाउनु भएको छ। Jamasi, happy birthday, Dad. I love you. Thank you for teaching me a lot of things. And प्रभुमा डोराउनु भएको लागि तपाईलाई धन्यवाद। अनि परमेश्वरले धेरै मात्रामा आशिष गर्नुभएको होस्, अनि हामीलाई अझै बढाउँदै सिकाउ। सबैजनालाई जय मसीह। ह्याप्पी बर्थडे टु धनदाई। परमेश्वरले धेरै आशिष दिनुभएको होस्। यो दिनमा तपाईँले गर्नुभएको मेहनत अनि तपाईँले गर्नुभएको आशिषको कारण हामीले पनि परमेश्वरबाट धेरै आशिषहरू पाएका छौँ। प्रभुले तपाईँलाई धेरै आशिष गर्नुभएको होस्। हाम्रो फ्यामिलीबाट तपाईँलाई फेरि वन्स अगेन ह्याप्पी बर्थडे एन्ड आई लभ यु। कृपा तपाईँको आज जन्मदिनको लागि धेरै शुभकामना छ। आजको दिन तपाईँलाई प्रभुलाई सिर्जनु भयो, तपाईँको आमाको गर्भमा रच्नु भयो। आज तपाईँको प्रभुको सेवा गर्नलाई तपाईँलाई आमाको गर्भबाट नै तपाईँले चुन्नु भयो। आज शुभकामना छ तपाईँको लागि। साथै परमेश्वर मानिसको योजना धेरै हुन्छ, तर परमप्रभुको योजना उद्देश्य विजय नै रहन्छ भने वचन भनेको छ। सबै कुरा प्रभुको हातमा छ, परमेश्वरको हातमा छ। धन्यवाद गुरुबा, आजको जन्मदिनको धेरै धेरै शुभकामना सबैको लागि। हजुरलाई धेरै अगाडिदेखि एउटा कुरा भन्नु थियो, तर केही कारणवश भन्न सकिन। आज त जे पर्ला पर्ला भनेरै छाड्छु, अन्यथा भने नसोचिदिनु होला है पास्टर बुवा। कुरा के हो भने नि ह्याप्पी बर्थडे टु यु। अनि हजुरको जीवनमा परमेश्वरले स्वास्थ्य, धन र समृद्धिको आशीर्वाद दिउन्। आजको यो महत्त्वपूर्ण दिनमा हामीलाई यसरी जन्मदिनको शुभकामना दिने अवसर दिनुभएको लागि हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरको सेवकाईमा परिवारमा प्रशस्त आशिष दिनुभएको होस्, अनि गड ब्लेस यु। जय मसीह। धन्यवाद। सम्पूर्ण रे अफ होप सक्रमेन्ट मण्डली परिवारमा मेरो क्रिस्चियन अनि अभिवादन। जय मसीह। पास्टर बाबु ह्याप्पी बर्थडे। परमेश्वरले यहाँको जीवनमा प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। यहाँको परिवारमा, यहाँको सेवकाईमा अनि यहाँको काम व्यवसायमा परमेश्वरले प्रशस्त भन्दा प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। अहिलेसम्म म पनि आरामै छु, ठिकै छु। पिट्सबर्गदेखि यता पश्चिमपट्टि 1 घन्टा टाढा छु म, अनि एक्रोन यहाँबाट 1.5 घन्टा लगभग पिट्सबर्ग र एक्रोनको बिचतिर छु। अनि यहाँको अवस्था वेदर अहिले पनि चिसै छ, हिउँ बेलाले परिरहेको छ, अनि यहाँहरू सबैलाई धेरै सम्झेको छु। हुन्छ त, सबैलाई फेरि पनि जय मसीह। यीशुख्रीष्टको नाममा सबै मण्डली परिवारलाई जय मसीह भन्न चाहन्छु। अनि विशेष गरी हाम्रो पास्टर बाउ धन पास्टर बाउलाई ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि परमेश्वर पिताले अनि हाम्रो पास्टर बाउको जीवनमा अनि उहाँको सेवाकाईहरूमा, उहाँको कामहरूमा प्रशस्त आशिष गर्नुभएको होस्, र फेरि पनि हाम्रो परिवारबाट हाम्रो पास्टर बाउलाई ह्याप्पी बर्थडे। गॉड ब्लेस यु। दिदी भेना छोराछोरी सम्पूर्णमा अनि मण्डली परिवारमा जय मसीह। यो सन्देश चाहिँ
छोटो छ, स्पेसल फर भेनाजु पास्टर धन प्रसाई। तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना। परमेश्वरले प्रशस्त अनि प्रशस्तको आशिषले भर्नु भएको होस्। गन्ती 6:24 देखि 26 पद अनुसार उहाँको चेहरा तपाईँको जीवनमा चम्काउनु भएको होस्। उहाँको मुहारले तपाईँलाई ढाक्नु भएको होस्। उहाँको हातहरू तपाईँको शिरमा हमेसा भएको होस्। त्यसरी नै जर्मिया 3:15 अनुसार उहाँको विस्डमले, उहाँको नलेजले तपाईँलाई अझै धेरै भर्नु भएको होस्। अनि आइजिया 40:31 पद अनुसार उहाँको उद्देश्यमा तपाईँलाई डोराउनु भएको होस्। अनि तपाईँसँग जति पनि डोरिनुहुन्छ, तपाईँ बाहिर जाँदा भित्र आउँदा, तपाईँ हिँड्दा प्रत्येक पाइलामा उहाँको आशिष तपाईँको जीवनमा म बोल्दछु। त्यसरी नै साम 91:16 ले भन्दछ, तपाईँलाई लामो आयु दिएर परमेश्वरले उहाँको राज्यमा, उहाँको राज्यको निम्ति खडा गर्नुहुनेछ अनि उहाँको राज्यको निम्ति तपाईँले काम गर्नुहुनेछ। त्यसरी नै परमेश्वरले अझै धेरै अनि अझै धेरै उन्नति प्रगति तपाईँको जीवनमा भएको होस् भन्न चाहन्छु। अनि परिवार, म अनि मेरो छोरी अनि मेरो श्रीमानको तर्फबाट तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना। तपाईँले हाम्रो जीवनमा जति कुराहरू गर्नुभएको छ, आज विश्वासी नभएर तपाईँले एउटा मानवको हिसाबले पनि हाम्रो जीवनमा धेरै कुराहरू गरिदिनु भएको छ। धन्यवाद। यो कुराहरू कहिले पनि हामी बिर्सने छैनौँ। अनि सम्पूर्णमा मण्डली परिवार अनि मेरो परिवारमा जय मसी भन्न चाहन्छु। जय मसी। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे डियर भेना, ह्यापी बर्थडे टु यु। जय मसी। तपाईँलाई फलोस् फुलोस् वृद्धि होस्। सधैँभरि हाम्रो बाबुआमा भने पनि, सासु ससुरा भने पनि हाम्रो आशिष लागोस्। सबै कुरा वृद्धि भएर जाओस्, उत्सव होस्, सबैमा मनोकामना पुरा होस्। त्यति हो हाम्रोबाट तपाईँलाई जन्म सबको शुभकामना। तपाईँको जन्मदिनमा राम्रो शुभकामना होस्, राम्रो होस्। सबै तपाईँले गर्न खोजेको काम सफलता भएर जाओस्, राम्रो राम्रो हुँदै जाओस्। सबैजनालाई परिवारमा पनि, गाउँघरमा पनि, इष्टमित्रमा पनि, सारा संसारभरि तपाईँलाई मानिरहनु भएको छ। त्यसै गरेर मानिरहनु। धन्यवाद धेरै धेरै। मेरोबाट यति नै छ। आमाको आशीर्वाद जान्ने। ल बाई बाई। Happy birthday to you. Happy birthday dear भेना. Happy birthday to you. फलोस् फुलोस्, जिन्दगी सफल होस्। के भन्नु, सम्झिनुले सम्झेको छ। सबैजनालाई परिवार सम्झेको छ। नानीहरू, नाति नातिनाहरू। भगवानले साथ दिन्छन् कि कोही दिन बादमा आउनु सक्छु भन्ने आशा छ। हामी आउँछौँ। ह्याप्पी बर्थडे टु यु। ल भेना, थ्याङ्क यू। सबैलाई जय मसी। Happy birthday, Dad. I just want to wish you a happy birthday and may God bless you. तपाईँले तपाईँको यो पास्टर जर्नीमा जे गर्नुहुन्छ परमेश्वरले तपाईँलाई आशिष गर्नुभएको होस्। I want to thank you from the bottom of my heart. I love you and I want to tell you that तपाईँले हाम्रो लाइफमा जे गर्नुभएको छ, कोही कोही बेला तपाईँलाई लाग्छ होला लाइक ओ मैले यसलाई नानीहरूलाई उनीहरूले भने जस्तो दिनु पाउँदैन जस्तो लाग्छ होला। तर I'm very happy किनभने मैले लाइफमा सोचेको भन्दा पनि ज्यादा मैले पाएको छु। एन्ड whoever I am right now, म जस्तो पनि छु, it's because of you and I want to thank you. I love you. Happy birthday. सम्पूर्ण मण्डली परिवारहरूमा म र मेरो परिवारको तर्फबाट जय मसी। भौगोलिक टाढा भए पनि म र मेरो परिवारले सम्पूर्ण मण्डली परिवारहरूलाई हर दिन हर समय सम्झिरहेका छौँ। विशेष आज पर्न गएको एक अत्यन्तै हाम्रो दुःख सुखमा साथ दिनुहुने मिजासिलो आदरणीय श्री पास्टर बुवा श्री धन प्रसाईज्यूको जन्मदिन परेको हुनाले उहाँलाई म र मेरो परिवारको तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तर प्रगतिको कामना गर्दछौँ। साथै परमेश्वरले उहाँ र उहाँको परिवारलाई धेरैभन्दा धेरै आशिष दिनुहुनेछ भन्ने पनि हामी विश्वास गर्दछौँ। फेरि पनि उहाँलाई शुभ जन्मदिनको शुभ अवसरमा
म र मेरो परिवारको तर्फबाट धेरै धेरै लाखौं लाख हार्दिक शुभकामना व्यक्त गर्दछौं। ह्यापी बर्थडे, गॉड ब्लेस यू, जय मसीह। मैले निश्चय गरेको छु रमाउन येशूमा, मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा। मैले निश्चय गरेको छु रमाउन येशूमा, मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा। बोटमा कुनै फूल नफुलोस्, चाहे मेरो जीवनमा कुनै सुधार नहोस्, चाहे लाखो बोटमा कुनै फूल नफुलोस्, चाहे मेरो जीवनमा कुनै सुधार नहोस्, मैले निश्चय गरेको छु रमाउन येशूमा, मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा। मैले निश्चय गरेको छु रमाउन येशूमा, मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा। चाहे हाँस्न परोस्, चाहे रुन परोस्, चाहे बाँच्न परोस्, चाहे मर्न परोस्, चाहे हाँस्न परोस्, चाहे रुन परोस्, चाहे बाँच्न परोस्, चाहे मर्न परोस्, मैले निश्चय गरेको छु रमाउन येशूमा, मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा। मैले निश्चय गरेको छु रमाउन येशूमा, मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा। चाहे खाँचो परोस्, चाहे प्रशस्त होस्, चाहे मेरो जीवनमा कुनै सुधार नहोस्, चाहे खाँचो परोस्, चाहे प्रशस्त होस्, चाहे मेरो जीवनमा कुनै सुधार नहोस्, मैले निश्चय गरेको छु रमाउन
पास्टरजन, तपाईँलाई म यही भन्न चाहन्छु, जुन बाटो जुन यात्रा तपाईँले रोज्नु भएको छ त्यो यात्रा साँघुरो छ। कतिपय त्यो यात्राहरूमा सांसारिक तवरमा तपाईँ एक्लो हुनुभयो होला, संसारको कुराहरूमा तपाईँ पछि पर्नुभयो होला, मानिसहरूले तपाईँलाई गन्ती गरेनन् होला, तपाईँको भावनाहरू बुझेनन् होला। तर म यही भन्न चाहन्छु, हामी तपाईँको परिवार, मण्डली परिवार सदैव तपाईँको साथमा हुनेछौँ। तपाईँले लाउनु भएको गुण अनि तपाईँले हामीप्रति देखाउनु भएको प्रेम हामीले कहिले भुलेका छैनौँ। केवल हामी बाध्यता र परिस्थितिले गर्दा मात्रै टाढा छौँ, र तपाईँको निम्ति सदैव हामी प्रार्थना गरिरहेछौँ। आजको दिन तपाईँलाई परमेश्वरले प्रशस्त आशिष गर्नुभएको होस्। धन्यवाद दिन्छु सम्पूर्ण मण्डली परिवार लगायत अन्तजनहरू जसले उहाँप्रति यो भिडियो बनाउनुमा मलाई सहायता गर्नुभयो। धन्यवाद। God bless you. अनि यो समय चाहिँ अब उहाँहरू यहीँ बसिदिनुहोस् र तपाईँले पनि बाबुआमालाई खुवाइदिनुहोस् र मण्डलीको तर्फबाट हामी सबैलाई खुवाउनु मन लाग्छ। तर एकजना व्यक्ति हामी हेमलाई पनि बोलाएर यहाँ केक खुवाइदिनुहोस्। नजिक रहन चाहन्छु प्रभु म तपाईँको, अँगाल्नुहोस् प्रभु मलाई तपाईँले भन्नुहोस् अँगाल्नुहोस् प्रभु मलाई नजिक रहन चाहन्छु सधैँ म तपाईँको, अँगाल्नुहोस् प्रभु मलाई परमेश्वरको हात चाहिँ धेरै लामो छ, हामीलाई एकसाथ अँगाल्नुहुन्छ। अनि त्यो हात हामी कहिले पनि बिर्सिनु हुँदैन। अनि हामी मण्डली परिवारको हात। अनि यो वर्ष हामीले धेरै ठुलो त प्रोग्राम नगरिकन साधारण रूपमा एउटा केक र भिडियोद्वारा यो वर्षको ह्याप्पी बर्थडे हामी मण्डली परिवार मिलेर पास्टर धनलाई ह्याप्पी बर्थडे मनाउँदैछौँ। एउटा सत्य कुरा चाहिँ के हो भने जति हामी ह्याप्पी बर्थडे मनाउँछौँ नि, तर यो संसारमा हाम्रो बस्ने दिनहरू बढ्दै गइरहेको हुन्छ। अनि त्यति दिनसम्म परमेश्वरको आगमन नभइन्जेलसम्म परमेश्वरको अँगालोको साथमा तपाईँ हाम्रो माया प्रेमको साथमा सधैँ रहिने रहनेछौँ। आमेन। अनि यस्तो ह्याप्पी बर्थडेहरू धेरै वर्षहरू मनाउनु पाऊँ। सायद कुनै वर्ष हामीसँग केक पनि नहुन सक्छ, कुनै वर्ष हामीसँग यति धेरै मण्डली परिवार पनि नहुन सक्ला, तर पनि परमेश्वरलाई हामी धन्यवाद दिन सक्छौँ। त्यसैले यो समय चाहिँ हामी पास्टर गङ्गालाई हामी यहाँ अगाडि बोलाएर उहाँले केक खुवाइदिएर सबै उहाँको निम्ति आशिषको निम्ति बर्थडेको सबै कुरा आउँदो दिनमा यो जसरी केक हामीले काटेर यो सानो सानो चना हुँदा पनि यसले स्वाद हटाउँदैन। जुन स्वाद छ गुलियो
त्यस्तै म पास्टर धनलाई यही भन्न चाहन्छु, संसारको मानिस अनि मण्डलीको कतिवटा व्यवहारले पनि तपाईँलाई कुनै दिन काटेर सानो पार्दा पनि तपाईँको त्यो प्रेम चाहिँ नहटाउनुहोस्। हामी त्यसैले यो समय म हाम्रो पास्टर धन आउनुहोस् हामी प्रार्थना गरौँ। अब पास्टर भाइलाई यदि म नजिकको भए आमाबाबुसँग मैले नि यसरी खुवाउने थियो, किनभने मेरो छोरी भन्दा नि सानो हो नि त, मैले देख्नुभन्दा अगाडि। हामी आउनुहोस् प्रार्थना गरौँ। प्रभु, हामी प्रार्थना गर्दछौँ पास्टर भाइलाई बाल्यकाल जन्म अहिले यहाँसम्म ल्याउनसम्म तपाईँ प्रभुले सुरक्षा दिनुभयो। आमाको कोखदेखि अहिलेसम्म आमाकै साथमा, बाउकै साथमा, परिवारको साथमा, त्यसपछि गएर बृहत रूपमा मण्डली परिवारको साथमा आफ्नो छोरालाई सेवकाईमा तपाईँ प्रभुले खटिराख्नलाई सहायता गर्नुभएको छ। मण्डली परिवार समाज सबैबाट तपाईँ परमेश्वरको निगाहमा उहाँलाई अझै पनि सेवकाईमा अगाडि बढ्नलाई तपाईँ परमेश्वरको आशिष दिनुहुनेछ। धन्यवाद यो समयका लागि, तपाईँ जीवित येशू प्रभुको नाममा, आमेन। हुन्छ, सबैजनालाई धेरै धन्यवाद। आज स्पेसल डे, विशेष गरी हाम्रो आदरणीय सेक्रेटरीज्यू सबै कुराहरू कार्ययोजना गर्नमा ल्यायो अनि हामीले हाम्रो व्यक्तिगत घरहरूबाट पनि परिवारबाट पटक खानाहरू पनि जुटाएका छौँ। खाद्यान्नको निम्ति पनि हामी प्रार्थना गर्दछौँ। सबैजनालाई धेरै धन्यवाद है। विशेष गरी आज जतिजना तपाईँहरूको जीवनमा परमेश्वरको कृपा भयो ताकि यो आशिषमय समय आज हामीले यस ठाउँमा यसरी बिताउन पायौँ है। अनि यो सबै श्रेय चाहिँ परमेश्वरमा जानेछ। हालेलुया। प्रभुको नाममा जय मसीह। विशेष गरी महान परमेश्वरलाई धन्यवाद आजको यो सुन्दर समयको लागि। अनि तपाईँहरू प्रत्येकलाई प्रभुले धेरै आशिष गर्नुभएको होस्। यसरी मेरो श्रीमानको जन्म उत्सवको दिनमा यसरी तपाईँहरू सबैजनाले खाद्यान्नदेखि लगेर सबै कुराहरू एकअर्कामा एकत्रित भएर मिलेर यसरी बनाएर ल्याउनु भएको छ। साँच्चै नै मेरो हृदयबाट तपाईँलाई धन्यवाद दिन चाहन्छु। अनि मेरो श्रीमानलाई पनि एकदम जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु। प्रभुले आशिष गर्नुभएको होस् उहाँलाई। अनि मलाई पनि भिडियो भन्दै हुनुहुन्थ्यो बनाउनु चाहिँ बनायो, तर कम्ती पुरै निकाल्नु पर्ने थियो, तर कम्ती मात्रै देखेको कारणले गर्दाखेरि मैले देखाइनँ, यता पठाइनँ। अनि एकदम क्षमा गर्नु होला। अनि उहाँलाई प्रभुले धेरै आशिष गर्नुभएको होस्। अनि आज 22 वर्ष भयो यसरी हामी दम्पति जीवनमा रहेको, प्रभुले यसरी आशिष गरेर ल्याउनु भएको छ। अनि धेरै दुःखका सुखका यस्ता धेरै तितो मिठो कुराहरू आज हामीले भोगेका छौँ। त्यो भोग्दै गर्दा पनि हामी एक दुसरामा एकदमै मिलेर
यसरी प्रभुको महिमा गरिरहेका छौँ भने धेरै चुनौती, धेरै गाह्रो अप्ठ्यारो कुराहरू आउँदै गर्दा पनि अनि धेरै रोग, धेरै कष्ट, धेरै बाधाहरू आउँदै गर्दा पनि हामी सङ्घर्ष गरेर यसरी प्रभुको काम गरिरहेका छौँ अनि उहाँलाई धेरै धेरै धन्यवाद। अनि धेरै कुराहरू छन् बोल्नको लागि तर हामीसँग समय छैन, त्यो भएको कारणले गर्दा म यतिमै राख्न चाहन्छु। अनि सबैजनालाई जय मसीह। अनि म धेरै धेरै उहाँलाई बर्थडे विस गर्न चाहन्छु। प्रभुले उहाँलाई आशिष गर्नुभएको होस्। जय मसीह। जय मसीह यहाँहरूलाई। भाइहरूले धेरै एकदमै मेहनत गरेर अघि चाहिँ एकचोटि चाहिँ एकदमै बोल्नै नसक्ने बनाएको थियो है। सबैको बर्थडेमा हाँसो हुन्छ, मेरो चाहिँ रुनै जस्तो बनाएको रहेछ भाइलाई, विशेष गरी भाइ दिपकलाई। यो मिडिया क्षेत्रमा चाहिँ एकदमै राम्रो काम हाम्रो यो मण्डलीमा प्रभुले एउटा आशिष स्वरूप दिनुभएको छ। मैले पहिला भेटेको यहाँ मेरो दिदी भेना हुनुहुन्छ पछाडि, उहाँहरूकोमा मैले पहिलो मेरो गाँस त्यहाँ परेको हो है। अनि म यो अमेरिका टेक्दै गर्दाखेरि मैले कोही चिनेको थिएन, दिदी भेनालाई पनि मैले यहीँ आएर चिनेको, उहाँ त अरू चिनेको थिएन। उहाँ फेरि मेरो काकाको घर छेउमा रहेछ, तर मैले चाहिँ त्यसरी चिनेको थिएन। त्यही दिदीले चिनाउँदाखेरि मैले चिनेको मात्रै हो है। उहाँहरूकोमा गाँस पऱ्यो अनि अब 21 वर्षको मान्छेले अब कसरी यो मण्डलीको यसरी परमेश्वरको अनुग्रहद्वारा अनि तपाईँहरूको माझमा राख्नुभयो होइन। तिता मिठा कुराहरू बोलियो होला कतिचोटि होइन। क्षमा पनि गर्नुहोस्, किनभने मण्डली डोर्याउने क्रममा आफै डोरिरहेको छ अनि होइन। अनि मण्डली डोर्याउन अहिले धेरै परमेश्वरले त्यो ज्ञान दिनुभएको छ होइन। पहिलाको जस्तो अब व्यवहार गरिँदैन, किनकि परमेश्वरले एउटा महिमादेखि अर्को महिमामा लानुहुन्छ। अनि त्यतिखेर कतिचोटि यो डोर्याउँदै गर्दाखेरि तपाईँहरूको हृदय दुखायो भने क्षमा गर्नु होला। विशेष गरी टाढाबाट यहाँबाट छोडेर जानुभएको परिवारको पनि भिडियो आज मैले देख्दै गर्दाखेरि म एकदमै परमेश्वरप्रति धन्यवाद दिन्छु। चाहे मैले जानेर होस् चाहे नजानेर होस् होइन, एउटा परमेश्वरको प्रेम पाएको कारणले गर्दा उहाँहरूलाई पनि यसरी मैले यहाँ जति हुन्छ उहाँलाई जीवनभरि त डोराउन सकिनँ, तर पनि जहाँ भए पनि उहाँ परमेश्वरको काम गर्दै हुनुहुन्छ। त्यो बाटो देखाउनु कतिचोटि देखाएँ होला होइन। उहाँहरूलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु। मण्डली परिवारलाई म एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु, किनभने तपाईँहरूले देखाउनु भएको प्रेम चाहिँ यो चाहिँ ख्रीष्ट प्रेम। तपाईँहरूले यति धेरै माया देखाउनु भएको छ, यो चाहिँ ख्रीष्टको माया हो है। सबै भाइ बहिनीप्रति, मण्डलीको दाजुप्रति, बाबुआमाप्रति एकदमै म धन्यवादी छु। अनि परमेश्वरले तपाईँहरूलाई आशिष गर्नुभएको, जसले यसरी आफूले माया गरेर खानेकुराहरू ल्याइदिनु भयो अनि यो बर्थडे सेलिब्रेट गर्नु मेरो त लाइफको यो चाहिँ फर्स्ट टाइम हो कि एउटा है भनौँ न यो क्रिस्टीय प्रेम एउटा प्रकट गर्ने पनि एउटा समय हुँदो रहेछ। अनि त्यो समय आज तपाईँहरूले देखाउँदै गर्दाखेरि एकदमै के भन्नु, यो खासै चाहिँ खुसी हुने म बेला हो, तर अर्को प्रकारको खुसी भयो क्या। अब यो चाहिँ होइन, खुसी त खुसी छौँ, एकदमै खुसी छ, तर यो अर्को खुसी भएको कारणले गर्दा एकदमै हेम दाइलाई अनि विशेष गरी दिपक भाइलाई अनि यहाँ जति पनि यो अर्गनाइज गर्नुभयो, आजको समय मेरो लागि नै छुट्याइदिनु भयो, सबैप्रति म धन्यवाद छु। सबैलाई जय मसीह।